हेलो साथीहरु, इट्स मी सुमन मगर। नमस्ते एन्ड छोरले। सो वेलकम ब्याक अगेन टु माई फर्स्ट मिनी भ्लग। सो आज चाहिँ मेरो मिनी भ्लग फर्स्ट टाइम मैले ट्राई गर्दैछु है साथीहरु। सो आजको चाहिँ हाम्रो यात्रा यही छ। घरदेखि निस्किम चट्टा निस्केको होइन, बुढी पहाडी बसेर मोबाइल भिडियो बनाइरहेको छ। घरदेखि जान्छ थियौँ, बाटो कच्ची बाटोहरू होइन, खतराङ खुतुङ गर्दै जाँदा चट्ट अब चाहिँ हामी एरिचोक पुग्न लाग्यौँ। एरिचोक पुगेर स्कुटरमा यसो हेरेको तेल रहेनछ, फेरि हामीले तेल हालेर यहाँदेखि अगाडि हिँड्यौँ। चट्ट जाँदा हामी आइपुग्यौँ बजारमा कायम भनेपछि A1 अगाडि मोमो खान। यो चाहिँ मेरो बुढी र छोरा मोमोको वेटमा हाम्रो आइपुग्यो तातो मोमो। मेरो छोरोले मोमो टेस्ट गर्यो भनेर मिठो छ। सो मैले पनि ढिला नगरिकन यसो विचार गरेर मेरो भएको मोमो पनि पुरा चट्ट आफूतिर क्यामेरा फर्काएर यसरी गुवामा खान थालेँ। अनि उता मेरो बुढी र छोराले पनि पुरा मोमो नि पुरा सेयरिङ गरेर ड्याम खाइरहेको। अनि म पनि के गम भनेर मैले पनि बाँकी मोमो सब खाएर भ्याएँ। अनि त्यसपछि चाहिँ हामी फेरि सर निस्केर हिँड्दै थियौँ। बाटा छोराको गफ सुन्नु न, गफ यो मलाई सो मन परेन अरे। सुरुमा खान्छु भने पछि मलाई मन परेन, फाल भनेको उसले फालेर पुरा गफ दिइरहेछ होइन। गफ दिएर चट्ट गएको त अनि पुरा यसो के गर्छ भनेको त बुढीले त पुरा पछाडि क्यामेरा यस्तो ठाडो बनाएर हेरिरहेको छ, आफूले पुरा भिडियो सुट गरिरहेको रहेछ। अनि यतिकैमा चट्ट लाएर हामी पुग्यौँ फलाटेदेखि उसलाई जाँदै थियौँ। जाँदा टक्क यसो हेरेको त साइडमा दिदीको घर आइपुग्यो। त्यहाँ चाहिँ दिदी भाइ छोरोले के भन्छ, ओ बहिनीको घर गर्दा हामी फाइनल्ली आइपुग्यौँ हामी भाइरल रोड के नै रहेछ भनेको त एउटा नयाँ पिच रहेछ, त्यहीमा रहेछ। तर मलाई चाहिँ त्यो बाटो खासै मन परेन। के नै रहेछ यो ठाउँमा भनेको त नयाँ बाटो पिच गरेको। यता छोरो पुरा पोज दिइरहेछ, बुढी चाहिँ पुरा टिकटकको लागि भनेर होइन पुरा भिडियो टक हिँड्दा। मलाई चाहिँ फेरि यता बोर लगाएर यस्तरी बसिरहेको होइन, छोरोले पोज दिने रे दिँदा फेरि अनि हिँड्ने छोरोसँग हिँड्ने। बुढीले फेरि अर्को भिडियो बनाउँदै चट्ट अनि अब जानुपर्छ भन्ने एउटा फर्केको होइन। बाटो आखिर के नै रहेछ भनेको बाटो रहेछ। सो यति भन्दै मेरो बुढीले पनि भिडियो एन्डिङ गरे। ओके बाई, सी यु नेक्स्ट भिडियो।